त्यतिखेर नागरिकको हैसियतमा शान्त जीवन बिताउने, नागरिकको कानुनी र संवैधानिक अधिकार प्रयोग गरी व्यापार व्यवसाय सञ्चालन गर्ने, पूर्व राष्ट्र प्रमुखको हैसियतमा सरकारले सुरक्षाको प्रबन्ध गर्ने र उहाँलाई नागार्जुन दरबार प्रयोग गर्न र उहाँको मातालाई प्रयोग गरिरहेको नारायण हिटी दरबार परिसरको भवन प्रयोग गर्न दिने सहमति भएको थियो। प्रधानमन्त्रीले समय पाउनु भएको छ, उहाँले हाल राष्ट्रिय सभाका माननीय सदस्य एवं तत्कालीन गृहमन्त्री श्री कृष्ण प्रसाद सिटौलाले सरकारको तर्फबाट संवाद व्यवस्थापन गर्नुभयो। माननीय सदस्यहरू आसन ग्रहण गर्नुहोस्। आपराधिक घटनामा नियमावलीको होइन, यहाँ संविधान उल्लङ्घन गर्ने व्यवस्था मास्ने कुरासँग म प्रश्न उठाइरहेको छु। माननीय सदस्यहरू आसन ग्रहण गर्नुहोस् र प्रधानमन्त्रीलाई समय बोल्न दिएको छ। सबैले यस देशमा सबैले संविधान मान्नुपर्छ, व्यवस्था मान्नुपर्छ। हल्ला गरेको भरमा राजनीति र संसद सबैलाई अवरोध गर्ने काम गर्न मिल्दैन। नियम आपत्ति केमा हो त्यो यहाँले राख्न पाउनुहुन्छ। महोदय, सम्माननीय सभामुख महोदय, सम्माननीय प्रधानमन्त्रीज्यूले बोल्दै गर्दा संसदको नियमावली 2079 को नियम 21 को यहाँ होच्याउने असंसदीय भाषा प्रयोग गर्नुभयो। यो संसदको रेकर्डबाट हटाइयोस्। एयरपोर्टमा स्वागत गरिएको स्वागतलाई उहाँले कथित भनेर भन्नुभयो। यहाँ अहिले नियमावली अहिले पनि पढेर हेर्नु पर्न पाइन्छ। संसदको नियमावलीको नियम 26 अर्को नियम 21 को उपनियम घमा कसैलाई अपमानित गर्ने शब्द, कसैलाई घोज्ने शब्द, कसैलाई तपाईको होच्याउने शब्द सम्माननीय सभामुखज्यू, सम्माननीय प्रधानमन्त्रीले रोस्टमबाट 25 गतेको स्वागतलाई कथित भनेर बोल्नु भएको हुँदा यो संसदको रेकर्डबाट हटाइयोस्। यो म माग गर्न चाहन्छु यहाँबाट तपाईहरुको साथका साथ। र अर्को विनय हटाई भिडियो सहित विद्यमान आजका कयौं परिस्थितिका बारेमा पनि सिङ्गो देशलाई जानकारी गराउँदै हुनुहुन्थ्यो। यो हाउस सभामुखको अनुमति मार्फत यी कुरा हुँदै थियो, तर यो हाउसमा लगातार यो व्यवस्थाका विरुद्धमा, यो संविधानका विरुद्धमा र यो संसदले बनाएको नियमावलीको विरुद्धमा उभिएर विभिन्न प्रकारका गतिविधिहरू योभन्दा अगाडि पनि भइरहेका थिए। तर आजको बैठकमा सम्माननीय प्रधानमन्त्रीज्यूले बोल्दै गर्दा पनि बोल्ने कामलाई अवरोध तुल्याउने गरी प्रतिपक्षको साइडबाट केही सांसदहरूबाट अवरोध सिर्जना गर्ने काम भयो। त्यो अवरोध थियो, यो संविधानको विरुद्धमा गरिएको क्रियाकलाप थियो, संसदको नियमावलीको विरुद्धमा। संसदमा सभामुखको अनुमतिले बोल्दै गरेका कोही सदस्यलाई त्यस प्रकारले डिस्टर्ब गर्ने अधिकार यो नियमावलीले कहाँबाट दिएको छ? नियमावली विरुद्धको विषयलाई कसरी नियमापत्ति भयो भन्दै सभामुखको चेयरबाट यो विषय त्यहाँ समय दियो। यसमा आपत्ति रह्यो। यसमा हाम्रो सभामुखज्यूलाई हाम्रो निवेदन रह्यो कि यस प्रकारको विषयहरू यो संसदलाई संविधानका विरुद्धमा, संसदले पारित गरेको नियमावलीको विरुद्धमा जाने छुट छैन। समाजमा अराजकता मचाउने, जिउँदै मान्छे जलाउने, लुटपाट मचाउने, आगजनी गर्नेहरूलाई बल पुग्ने गरी यो गणतन्त्रको यो संसदले कोही कसैलाई पनि अनुमति दिँदैन। सभामुख महोदय, त्यस प्रकारका क्रियाकलापहरू राजावादी उमानेर हुङ्कार पिटेर गणतन्त्रवादीहरूलाई वा यो गणतन्त्रको संसदलाई चेतावनी दिने छुट कसैलाई छैन। सभामुख महोदय, त्यस प्रकारको पक्षपोषण कहीँ कतैबाट हुन्छ भने त्यसको खिलाफमा हामी उभिन्छौँ।